ए बाटोको हालत यस्तो छ यार महानुभावमा। कत्रो पोखरी हो कि के हो, रोड हो यो? त्यसले गर्दा चाहिँ यो विकासनगर पुग्नुभन्दा अगाडि चाहिँ एउटा यो खोलालाई छेकेर ठुलो ड्याम बनाएको रहेछ। हेलो साथीहरू, नमस्कार अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ मेरो युट्युब च्यानलमा तपाईँहरूलाई। होइन, आजको भिडियो चाहिँ अलि इन्ट्रेस्टिङ हुने होला छ। त्यो उत्तराखण्ड त्यो दिल्लीको स्कुटी राइड गरिरहेको छु मैले चाहिँ। होइन, कति घन्टा लाग्छ दिल्ली पुग्न यहाँदेखि, अनि बाटोमा कस्तो कस्तो ठाउँहरू देखिन्छ, के समस्याहरू आउँछ, मैले के गर्छु त्यो सबै तपाईँहरूलाई देखाउने छु। भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। होइन, तपाईँहरूले यस्तै नयाँ भिडियो लिएर म तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु भनेपछि तपाईँहरूले पनि यसो साथ सपोर्ट दिनु पऱ्यो। होइन है त। बाँकी भिडियोमा कुरा गरौँला। तपाईँहरूको यहाँ छ भिडियो, हेर्नुहोस्, मजा लिनुहोस्, अनि कमेन्ट गरिदिनुहोस्, लाइक सेयर अनि च्यानलको सब्सक्राइब गरेर, किनकि आउने दिनमा नयाँ भिडियो लिएर आयो भने तपाईँहरूको च्यानलमा फर्स्टमा पुगोस्। त्यही भएर च्यानलको सब्सक्राइब गर्ने नबिर्सिने है त। बाँकी भिडियोमा ल फेरि भेटौँला। होइन, कहिले हुन्छ अब फोन गर्दै गरौँला है त। ल म त चिलमा जान्छु आरामले, साथ छैन, हुँदै बिस्तारै जाने हो। त्यही भएर ल ल ल है त। ल ल थ्याङ्क यू, धन्यवाद। ल गाइस, यो साथीहरू म चाहिँ अहिले हाटकोटी बजारमा, हाटकोटी बजारदेखि अब अगाडि लाग्यो। अब अहिले म यहाँ धुप्पलदेखि, सिमला धुप्पलदेखि चाहिँ ठ्याक्कै 11 बजी हिँडेको। अब म टिमी भएर अनि यता देहरादुन भएर जाँदैछु। हेरौँ बेलुका कति चाहिँ पुगिन्छ। होइन, भिडियो चाहिँ अलि लामो हुनसक्छ, अनि पुरै हेरिदिनु, पुरै हेरेपछि सबैको अपडेट थाहा हुन्छ बाटोमा। अब अस्तिको दुखाइले अहिलेसम्म यस्तो हात दुखेर, होइन, अहिले म राम्रोसँग राइड पनि गर्न सकिरहेको छैन क्या। त्यही भएर अब बिसाउँदै बिस्तारै हर एक घन्टा राइड गऱ्यो भने 10-15 मिनट रेस्ट गर्ने यस्तो गरिरहेको छु म। बाटो चाहिँ अलिक डेन्जर छ भन्छ। अब अहिले यहीँबाट अब सुरु भइहाल्यो बिग्रेको बाटो। अब चाहिँ म ट्युनी पुग्न लागेँ। होइन, तपाईँहरू पनि टु व्हिलरमा यात्रा गर्ने सोच्दै हुनुहुन्छ भने अलि सोच विचार गरेर यात्रा गर्नु होला। यो बाटो एकदम डेन्जर छ, लास्ट डेन्जर यहाँ चाहिँ के। अब अगाडि पुगेपछि कस्तो हुन्छ त्यो थाहा भएन। होइन, ए बाटोको हालत यस्तो छ यार महानुभावमा। कत्रो पोखरी हो कि के हो, रोड हो यो? अब यही मौका बनाएर छेउछाउ बाटो डम्पर आयो कत्रो। अब यो झन् यस्तै गरेर के गर्नुपर्ने। यहाँ चाहिँ कन्स्ट्रक्सनको कामले गर्दा ट्राफिक लाग्ने रहेछ के गाइज। होइन, अब के गर्ने, अब खै अब लाग्छ त, अब लाग्यो त लाग्यो। यहाँ चाहिँ कन्स्ट्रक्सनको काम चलिरहेको रहेछ गाइज। होइन, टिपरले यस्तो मेटेरियल झार्छु यहाँ। यस्तै भन्नु म त भोलि पनि पुग्दैन त। अनि म चाहिँ अहिले यो ट्युनी भन्ने ठाउँमा पुगिसकेँ। करिब 1 किलोमिटर रहेको छ यहाँदेखि ट्युनी बजार।
यो ट्युनी बजार भनेको चाहिँ यहाँको खास पहाडी क्षेत्रको चाहिँ खास यो बजार हो। यहाँको सब किनमेल गर्ने ठाउँ यही नै हो। यो ट्युनी भन्ने नाम धेरैजनाले सुन्नु पनि भएको होला। एकछिन यहाँ बसेर नास्ताहरू केही खाएर जाऊँ भन्ने सोचिरहेको थिएँ, तर यहाँको खास केही पनि देखिनँ। मैले खाम जस्तो केही पनि देखेन। अनि त्यहाँबाट म फटाफट बेलुका मलाई ढिलो हुन्छ भनेर म फटाफट निस्किहालेँ त्यहाँदेखि। यो हो ट्युनी बजार होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। बजार चाहिँ खासै त्यस्तो ठुलो छैन रहेछ। अब त्यही पनि यसो हेर्नुहोस् यतातिर पनि रहेछ। यहाँ चाहिँ ठुलो कम्पाउन्ड रहेछ, हेर्नुहोस् लागि ट्युनी बजार। आजको राइड चाहिँ 420 किलोमिटर छ भनेपछि म अहिलेसम्म जम्मा 100 किलोमिटर यात्रा 100 किलोमिटर जति पार गरियो। अझै बाटो धेरै लामो छ। तपाईँको करिब 10 घन्टा जति लाग्छ मलाई आज यात्रा गर्ने भनेपछि 2 घन्टा जति भयो। अझै 8 घन्टा बाँकी छ। अब म चाहिँ यो माथिको मेन हाइवे छोडेर अनि सानो बाटोतिर लागेँ। यो सानो बाटो भनेको विकासनगर जाने एकदम सर्टकट बाटो। बाटोमा आउँदै गर्दा चाहिँ यो विकासनगर पुग्नुभन्दा अगाडि चाहिँ एउटा यो खोलालाई छेकेर ठुलो ड्याम बनाएको रहेछ। सायद यो बाटो विद्युत उत्पादन भइरहेको होला। कहाँ लगेको छ के गरेछ त्यो त थाहा भएन, तर बाटो छेउमा चाहिँ यस्तो राम्रो दृश्य देखियो कि एकछिन रोकेर नहेरौँ भन्दा पनि चित्तै बुझेन के। त्यही भएर एकछिन हेऱ्यो होइन। त्यहाँको मनोरञ्जन रमाइलो ठाउँ। म चाहिँ विकासनगर पुग्न लागेँ। बाटो धेरै लामो रहेछ यार। जति हिँड्ने सक्दै सक्दिनँ। अझै लगभग होला 25-26 किलोमिटर यहाँबाट। यो गाइज म चाहिँ फाइनली विकासनगर पुगेँ। बजार इलाकामा हिँड्न गाह्रो हुन्छ भनेर, बाटो भुलिन्छ भनेर टक्क म्याप पनि लगाइयो होइन। अब चाहिँ विकासनगरदेखि दिल्लीको यात्रा सुरु है त। सो गाइज आजको ट्राभल पनि सकियो होइन। फाइनली म दिल्ली आइपुगिसकेँ। आजको यात्रा चाहिँ 420 किलोमिटर थियो उत्तराखण्डदेखि दिल्लीसम्मको। आजको भिडियो चाहिँ यहीसम्म होइन। भिडियो चाहिँ कस्तो लाग्यो लाइक गर्ने अनि कमेन्ट गरेर मलाई सल्लाह सुझाव दिनु पर्यो होइन। त्यस्तै च्यानलको सब्सक्राइब गर्नु होला। आजलाई छुट्टिम। त्यस्तै रमाइलो भिडियो लिएर म अर्कोचोटि उपस्थित हुनेछु अनि अर्को भिडियोमा भेटौँला है त। धन्यवाद।